यसरी अब सुन्नुहोस् यसु ख्रीष्टले भन्नुभयो पितासँग जसले माग्दछन् तिनीहरूलाई परमेश्वरले पवित्र आत्मा दिनुहुन्छ Yet many people hear that and they still do not ask. कतिपयले यो कुरा सुने तैपनि फेरि पनि मागेनन् It's their decision. त्यो चाहिँ उनीहरूले नै गर्नुपर्ने निर्णय थियो It's their decision. उनीहरूले गर्नुपर्ने निर्णय थियो माग्नुपर्ने थियो It's your decision. यो पनि आज पनि तपाईकै निर्णय हो Now, when you start talking in tongues, जब तपाई अन्य भाषामा बोल्न थाल्नुहुन्छ when I'm ministering to people and they're receiving the Holy Spirit, जब म उनीहरुमाथि सेवाकार्य गर्छु र उनीहरुले पवित्र आत्मा पाइरहेका हुन्छन् and they start speaking in tongues, अनि उनीहरुले अन्य भाषामा बोल्न थाल्छन् I will often let them speak in tongues for a little while, अनि मैले उनीहरुलाई आफै बोल्न अन्य भाषा बोल्दै गरौँ भनेर and then I will tell them to stop, अनि फेरि उनीहरुलाई हुन्छ अब बन्द गर्नुहोस् भन्छु and they will stop. अनि फेरि तिनीहरुले बन्द गर्छन् And then I will tell them to start, अनि फेरि उनीहरुलाई म सुरु गर्नुहोस् भन्छु and they will start. अनि फेरि उनीहरुले सुरु गर्छन् I'll tell them to stop, and they stop. अनि उनीहरुलाई रोक्नुहोस् भन्छु उनीहरुले रोक्छन् Tell them to start, and they start. अनि उनीहरुलाई सुरु गर्नुहोस् भन्छु फेरि सुरु गर्नुहुन्छ I want to show them that they can start speaking in tongues anytime they want to. मेरो मतलब मैले उहाँलाई देखाउन चाहन्छु कि कुनै पनि समयमा फ्याक्टै बोलिहाल्ने बन्द गर्ने अन्य भाषामा बोल्ने बन्द गर्ने प्रार्थना जहिले पनि गर्न सकिन्छ भनेर भन्न खोजेको हो Paul said, pray at all times. पावलले यसरी भन्छन् सधैँ आत्मामा भरेर प्रार्थना Paul गर्दै said, I गर्नु pray in tongues more than all of you. पावलले भन्छन् सबैभन्दा बढी त मैले अन्य भाषामा बोल्ने गर्दछु Was it because the Holy Spirit was making him talk more than everybody else? के पवित्र आत्माले उहाँलाई मात्र अरूभन्दा सबैभन्दा बढी बोल्ने बनाउनु भएको हो र No, he was yielding himself to that more than anybody त्यसो else. होइन पावलले आफैले पवित्र आत्मामा आफूलाई सबैभन्दा बढी समर्पित गराइदिनु भएको थियो You decide when you're going to speak in tongues and when you're not going to speak in tongues. अन्य भाषामा बोल्ने नबोल्ने भन्ने कुरा चाहिँ तपाईले निर्णय गर्नुहोला You decide if you're going to follow the Holy Spirit or पवित्र not. आत्मालाई पछ्याउने कि नपछ्याउने भन्ने चाहिँ तपाईहरुले नै निर्णय गर्ने कुरा हो It is you who is participating. तपाई नै हो त्यहाँ भाग लिने चाहिँ And the Holy Spirit wants to partner with you. अनि पवित्र आत्मा तपाईसँग सहयोगी हुन चाहनुहुन्छ आमेन So let's stand up just a moment and stretch your arms. एकचोटी अलि उठेर हात खुट्टा गर्नुहोस् अगाडि अगाडि सिट खाली छ हाम्रो खाली सिट भएको छ अगाडि चाहिँ आउनुहोस् सरल मिलेर बस्दिनुहोस् अगाडि अगाडि आउनु भयो झन् राम्रो परमेश्वरको नजिक समर्पण हुनु भनेको अगाडि अगाडि जानु हो परमेश्वरलाई महिमा भएको होस् परमेश्वरलाई महिमा भएको होस् Now I know that tomorrow is Church Fellowship Day. मलाई थाहा छ यहाँ नेपालमा शनिबार संगति हुनु गर्छ भोलि तपाईहरुको चर्चमा संगति हुन्छ भन्ने मलाई थाहा छ In America we do it on Sunday. Here in Nepal you do it on Saturday. अमेरिकामा हामी सधैँ आइतबार गर्छौं तर नेपालमा तपाईहरु सधैँ शनिबार गर्नुहुन्छ One is not right and the other one wrong. एउटा गलत एउटा सही भन्ने कुरा होइन It's just a different way of doing things. हामीले केवल फरक तरिकाले फरक दिनमा मात्र गरेका हौ Hold this microphone up for me. Okay, everybody put your hands together like देखाए this. जस्तै हात त्यसो गर्नुहोस् Okay, now अब notice which thumb is on top. अब कुन चाहिँ बुढीवाला माथि छ विचार गर्नुहोस् Look at the people around you. अनि एक अर्कालाई हेर्नुहोस् नयाँ नयाँ आफ्नो मान्छेलाई हेर्नुहोस् For some of you, the left thumb is on top. कसैको बुढीवाला देब्रे बुढीवाला माथि छ कसैको दाहिने For बुढीवाला some of माथि you, the right thumb is on top. कसैको दाहिने माथि छ कसैको देब्रे माथि छ Okay? हो बुझ्नुभयो Now take your hands apart and put the other thumb on top. अब हात छुट्टा गरेर अर्को बुढीवाला फेरि माथि राख्नुहोस् Take your hands apart and put the other thumb on अनि top. फेरि हात नि छुट्टाउनुहोस् फेरि बुढीवाला तल माथि राख्नुहोस् How does that feel? अब कस्तो लाग्छ तपाईहरुलाई It feels strange. अब अलि कस्तो अनौठो लाग्छ हैन त्यसो गरिरहँदा It feels weird. कस्तो अलि अचम्म लाग्दो खालको लाग्छ त्यसो गरिरहँदा But it's दुईटा हमला जोडिएको रहेछ नि त यो हमला it's one is not right and the other one is wrong. हेर्नुस् त एउटा सही र एउटा गलत हो
There's no right or wrong. त्यहाँ सही र गलत भन्ने छैन, It's just different. यो फरक मात्र हो, अर्को औँला मात्र हो, अर्को हातको औँलो अर्को मात्र हो, फरक र गलत सही र गलत भन्ने होइन। It's just different. हेर्नुहोस् त यो केवल फरक हातको फरक औँला मात्र हो। There are different ways to do the same thing. त्यही कुरा गर्नलाई फरक तरिकाले गर्न सकिन्छ भन्ने कुरा हो। We meet for our church service on Sunday. हामी हाम्रो आइतबारको सेवा गर्छौं। You meet for your church service on Saturday. तपाईहरु तपाईको सेवाकाई शनिबार गर्नुहुन्छ। We don't need to argue about what is right or wrong. किन सही र गलत भनेर के त्यो दुईटा औँला अस्ति अब हामीले गणना गरिरहनु पर्छ र? It's just different. केवल फरक दिनमा मात्र गरेको हो, सेवा एउटै हो। Amen. Amen. Okay. अब we're gonna, because we want to have time to lay hands on each of you. हामीलाई अब समय चाहिन्छ किनभने प्रत्येक तपाईहरुलाई हामी प्रार्थना गर्दै पठाउन चाहन्छौं। We're gonna move into that part of the conference. यो कन्फरेन्सको उद्देश्य नै त्यस्तो हो, हामी सबै तपाईहरुलाई चाहिँ प्रत्येकलाई प्रार्थना गर्ने भन्ने हो। Because we want to make sure that we get you back to your home in time for church tomorrow. अनि भोलि तपाईहरु चर्च सेवाकाईको लागि घर पुग्नलाई हतार नहोस्, बेलैमा निस्किनुहोस् भन्ने पनि हाम्रो उद्देश्य हो। Now, I want you to understand the ministry of the Holy Spirit here. अब म तपाईले पवित्र आत्माको सेवाकाईलाई बुझेको चाहन्छु। What I'm going to be doing is demonstrating how I am led by the Spirit in these अब म तपाईलाई यहाँ त्यो देखाउन चाहन्छु कि कसरी म आत्मामा डोर्याएको थिएँ, कसरी म सेवाकाई गरिरहेको छु आत्मामा डोर्याएर भनेर। Now I've talked about following the Holy Spirit in tongues. मैले सिकाएँ तपाईहरुलाई अन्य भाषामा बोल्दै कसरी पवित्र आत्मालाई पछ्याउने भनेर। And as I'm ministering to each of you, a lot of what I'm going to be speaking out is in tongues. जब म तपाईहरु प्रत्येकलाई प्रार्थना गर्छु, सेवाकाई गर्छु, धेरै जस्तो समय म अन्य भाषामा बोलिरहेको हुन्छु। If I start speaking English to you, Pastor Vishnu will translate. यदि मैले इंग्लिशमा बोले भने चाहिँ मैले बोलेको कुरा उहाँले तपाईहरुलाई बताइदिनुहुन्छ। And God will give me certain things to speak to individuals. अनि प्रत्येक व्यक्तिलाई परमेश्वरले फरक कुरा देखाइदिनुहुन्छ तपाईहरुको लागि मलाई। But it will not Remember, I am a man. So हेर्नुस् त म चाहिँ वास्तवमा एउटा मान्छे हुँ। I am a vessel that the Holy Spirit uses. पवित्र आत्माले प्रयोग गर्नुभएको एउटा भाँडा हुँ। So if what I say to you does not strike a chord on the inside, मैले जे कुरा भन्छु परमेश्वरले ठ्याक्कै सबै दुष्टै तुरुस्तै नदेखाए तापनि, then just put that on a shelf त्यसलाई एकछिन एक ठाउँमा राख्नुहोस् and ask God what He wants you to know about that. अनि सोध्नुहोस् परमेश्वरलाई मलाई के भन्न चाहनुहुन्छ, के बोल्न चाहनुहुन्छ भनेर पनि सोध्न सक्नुहुन्छ। Okay? Now, I am not going to have something like that for everybody. म सबैको लागि सबै कुरा त्यसरीको नगर्न सकुला। In 2 Kings chapter 4, we have the ministry of Elisha. दोस्रो राजा 4 अध्यायमा एलिसाले सेवाकाई गरेको हामीले हेर्छौं भने We have the Shunammite woman. त्यहाँ एकजना सुनामी स्त्री हुनुहुन्छ। And the prophet has told her that she was going to have a son. अनि अगमवक्ताले तिम्रो छोरा हुन्छ भनेर तिमीलाई भनेकी हुन्। She had the son. उनीको छोरा पनि हुन्छन्। And when he was about 12 years old, he was out in the field. जब उनी 12 वर्ष जतिका हुन्छन् त्यतिबेला बाहिर प्रचण्ड धूपमा And बाहिर he became sick and he fell. अनि उनी बिरामी परेर त्यहाँ लडेका हुन्छन्। And by the time they got him back to the house, he was dead. अनि घरसम्म पुग्ने बेलासम्म त्यो बच्चाको मृत्यु भइसकेको हुन्छ। So she put the boy on the prophet's bed. अनि त्यो बच्चालाई त्यो अगमवक्ता बस्ने माथिल्लो कोठाको And she got on her donkey. खाटमा राखेर गधामा बसेर उनी And जान्छन्। she rushed to find Elisha. अनि दौडेर उनी एलिसा भएको ठाउँमा जान्छन्। And as she is coming, he is thinking, there's something wrong here. जब त्यो आउँदै गरेको अगमवक्ता देख्दा केही न केही गडबड भइरहेको छ भनेर थाहा गर्छन्। And when she gets to him, she gets off of the donkey and falls at his feet. अनि उनी त्यहाँ पुगेर गधाबाट ओर्लेर त्यो अगमवक्ताको खुट्टा समाउन थाल्छिन्। And she is holding on to his feet. अनि उनको खुट्टा बलियोसँग दरोसँग समाइरहेको हुन्छन्। And Elisha's servant starts to push her away. एलियाको नोकरले चाहिँ ती आइमाईलाई हटाउन खोज्छन्। And Elisha says,
No, let her alone. अनि एलिसाले भन्छन् उनलाई यतिकै छोडिदेऊ She is greatly disturbed, किनभने उहाँलाई केही न केही बगिरो चोट परेको छ and I do not know why. अनि किन उहाँलाई के चोट परेको छ त्यो चाहिँ मलाई थाहा छैन It is hidden from me, and God is not telling me. परमेश्वरले त्यो मसँगबाट लुकाउनु भएको छ मलाई भन्नु भएको छैन So even the prophet Elisha did not see everything. हेर्नुस् त सबै कुरा प्रत्येक छर्लङ्ग गरी त्यो अगमवक्ता एलिसाले पनि देखेका छैनन् Sometimes there are things in between you and God. कहिलेकाहीँ तपाईँ र परमेश्वरको बीचमा मात्र हुन्छ तपाईलाई के गहिरो कुरा अथवा के चाहिएको छ भन्ने कुरा सम्बन्ध चाहिँ There are some that will react differently to the Holy Spirit as we minister. जब हामी पवित्र आत्माको सेवकाई गर्छौं फरक फरक तरिकाले पवित्र आत्माले हामीलाई सेवकाई गर्नुहुन्छ Some will be very quiet. कहिलेकाहीँ कसैलाई चुपचाप सेवकाई गर्नुहुन्छ Some, as soon as I get close to them, will start crying and कोही कोही weeping. म नजिक आए भने उनीहरू कराउन थाल्लान् कराउलान् Sometimes people will get just even 5 feet from me and fall under the power of the Spirit. कहिलेकाहीँ म 5 फिट पर हुँदा पनि मान्छेहरू त्यही लड्ने गर्छन् The Holy Spirit ministers to different people in different ways. पवित्र आत्माले फरक मान्छेलाई फरक किसिमले सेवकाई गर्नुहुन्छ So do not be disappointed if something doesn't happen to you that you think should happen to you. अनि मलाई पनि यस्तो हुनु पर्थ्यो त्यसो भयो त्यो मान्छेलाई आशिष आयो होला मलाई परमेश्वरको आत्मै रहन्छ भनेर त्यसरी निराश नहुनुहोस् पवित्र आत्माले जसरी पनि तपाईलाई सेवकाई फरक तरिकाले गरेकै हुनुहुन्छ I'm just going to do my best to follow the Holy Spirit. पवित्र आत्मालाई म आफ्नो असल तरिकाले पछ्याउन कोसिस गर्छु And then I will take opportunities to teach you as I'm going along. अनि म तपाईहरुलाई सिकाउने छु कसरी त्यो तपाईले पनि पछ्याउन सक्नुहुन्छ भनेर Sound good? त ठीक छ Sound good. Holy Spirit, we ask you to help us. परमेश्वर पवित्र आत्मा हामीलाई सहायता गर्नुहोस् Hallelujah. हालेलुया Hallelujah. 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 I'm trying to think of the best way to do this. हामी सोच्दैछौँ कसरी गर्ने भनेर Go ahead and sit down. What we'll do is we'll minister right down here. हामी के गर्छौं भने हामी यो एरियामा खाली एरिया छ यहाँनेरसम्म आएर सेवकाई गर्छौं होला And let's start with the people on the back row. Get up out of your seats and come down this side over here. पहिला पछाडीको लाइनमा जो हुनुहुन्छ यता वल्लो छेउदेखि यहाँदेखि And then when I'm finished ministering to you, when I'm finished ministering to you, then you can go back around this side, back to your seat. Okay, now if you do not want me to lay hands on you, stay in your seat. अब तपाईहरुलाई यदि हैन मलाई हात राख्नु पर्दैन म त्यस्तो गर्ने गरेको छैन त्यस्तो केही छ तपाईहरुलाई भने चाहिँ तपाईहरु आफ्नै सिटमा बस्नुहोस् नचढिकन बस्नुहोस् यताउता दायाँ बायाँ कहीँ नजानुहोस् That's fine. I'm not offended. म फेरि निराश हुन त्यसो भन्दैमा तपाईहरुलाई अचम्म मान्नु पर्दैन This is a lot of work to do this. किनभने यो सबै मान्छेलाई धेरै मान्छेलाई गर्नलाई मलाई धेरै समय So if I have less work to do, then I'm okay. अनि मलाई मेरो काम थोरै भयो भने ठीक छ मलाई राम्रै हुन्छ It's just that you miss out on something. के भने त्यसो गर्नु भयो भने तपाई आफैले गुमाउने हो मलाई खासै घाटा लाग्यो भनेर नसोच्नु होला Hallelujah. Hallelujah. Come. हुन्छ आउनुहोस् Oh, la paresa que estaba hermoso. Just stand here and look at me. Hallelujah. Glory to God. Pastor. परमेश्वरलाई नाम होस्